चाहिँ गजल सुनाउँछु एक गजलले सुरेन्द्र सरले कुन सङ्ग्रह दियो यो चाहिँ अहिलेको पछिल्लो अन्जानमा गयो कि अब त्यो गजल छ मान्छे जतिको त अहिलेसम्म अब किन हावा हल्लेन पात मानेमा हुँदैन पछि छ क्या त्यो अनि अरू छ नि यहाँ सुनौ अब अर्को चाहिँ एउटा चाहिँ छ छुने छुआकाश उडी म आफै नसम्झ तिमीले धुलो मलाई छुने छुआकाश उडी म आफै नसम्झ तिमीले धुलो मलाई अहम भरेको रहेछ बेलुन वाह वाह अहम भरेको रहेछ बेलुन सकेन लाग्नै ठुलो मलाई छुने छुआकाश उडी म आफै नसम्झ तिमीले धुलो मलाई भएर सानो नबोला ठुलो राम्रो भएर सानो नबोला ठुलो कतै कसैको आवाज चर्को भएर सानो नबोला ठुलो कतै कसैको आवाज चर्को गरीब भइयो त के भुगल्ती गरीब भइयो त के भुगल्ती नसोच चिसो चुलो मलाई छुआका उडी म आफै नसम्झ तिमीले धुलो मलाई न काट्न सकिने न देख्न सकिने न काट्न सकिने न देख्न सकिने न छामी भन्नै सकिन्छ यहाँ न काट्न सकिने न देख्न सकिने न छामी भन्नै सकिन्छ यहाँ छ आज माया पुरै भरेको छ आज माया पुरै भरेको र लाग्छ बेकार तुलो मलाई छुने छु आकाश उडी म आफै नसम्झ तिमीले धुलो मलाई बिना फलेको भयो न झुकिने बिना फलेको भयो न झुकिने अहम र तृष्णा छ आग जस्तै बिना फलेको भयो न झुकिने अहम र तृष्णा छ आग जस्तै सधैँ म बगिने नदी हुँ एउटा सधैँ म बगिने नदी हुँ एउटा नसम्झ तिमीले कुलो मलाई छुने छु आकाश उडी म आफै नसम्झ तिमीले धुलो मलाई यही वतन हो म जन्मिएको यही वतन हो म जन्मिएको म चुन्छु
माटो किसान हूँ म वाह तखल्लुस कडा यही वतन हो म जन्मिएको म चुन्छु माटो किसान हूँ म दियो यसैले लुगा र छानो दियो यसैले लुगा र छानो र पेटमा जाउलो मलाई छुनेछु आकाश उडी म आफै नसम्झ तिमीले धुलो मलाई अहम भरेको रहेछ बेलुन अहम भरेको रहेछ बेलुन सकेन लाग्नै ठुलो मलाई छुनेछु आकाश उडी म आफै नसम्झ तिमीले धुलो मलाई नसम्झ तिमीले धुलो मलाई